छैठौं दिवसको पावन महात्म्यको कथालाई हामीले थालन गरिसकेका छौँ। आउनुहोस् हामी अब भने पञ्चम अध्यायमा रहेका अतीव मार्मिक अनि पावन प्रसङ्गहरूको श्रवण गर्नेछौँ। र हिजो पनि हामीले महात्म्यका विविध प्रसङ्गलाई श्रवण गऱ्यौँ। विशेष गरी आत्मदेवको कथा हिजोको प्रसङ्गमा हामीले सुनेका थियौँ। आत्मदेव जो तुङ्गभद्रा नदीको तटमा बस्ने गर्थे, आत्मदेवको कथा स्वयं तपाईँ हाम्रो जीवनकै कथा हो। आत्मदेवको जुन कथा हामीले सुनिरहेका छौँ, बुद्धि रूपी धुन्दुलीसँग विवाह हुने गर्छ आत्मदेव रूपी जीवात्मा र बुद्धिको अधीन हुने गर्छ। बुद्धिले जस्तो जस्तो हरायो त्यस्तै त्यस्तै कर्म गर्ने गर्छ। जीवनमा असाध्य धेरै दुःख पाउँछ जबसम्म बुद्धिको अधीन हुन्छ। र यही कथा महात्म्यमा आत्मदेवको कथाको रूपमा जो विस्तार गरिएको छ। जीवनको अन्तिम समय आत्मदेवले अनेक प्रयास गरे, मर्नको लागि नि जङ्गलसम्म गए। तर जङ्गलमा महात्मासँग जब भेट भयो, त्यो एउटा फल लिएर आए, अभिमन्त्रण गरिएको फल। धुन्दुलीलाई त्यही धुन्दुलीले खाइनन्। अन्त्यमा छल कपट गरिन्, बहिनीको सन्तानलाई आफ्नो सन्तान बनाइन्। जीवनको अन्तिम समय बडो दुःखदायी भयो। सन्तानको अभावमा उनी छटपटिएका थिए भने त्यही सन्तान हिजोको दिन सन्तानको अभावमा उनी दुःखी थिए, तर आज सन्तानको कारण दुःखी भयो। हिजोको दिनमा मेरो सन्तान आखिर किन भएन, सन्तान भएको थियो भने मलाई कति खुसी हुने थियो, हर्ष हुने थियो, त्यस्तो अनुभूति थियो। तर जबदेखि सन्तानहरू भए, धुन्धुकारी घरमा आयो, मेरो सन्तान आखिर किन भयो, सन्तान नभएकी बरु ठिक थियो। उनलाई बडो दुःख लाग्यो। अन्त्यमा गोकर्णको आश्रय लिँदै लिँदै वनतिर गएर आफ्नो जीवनलाई चाहिँ चरितार्थ गरेको कथा हामीले सुन्यौँ भने भागवतको 10औं स्कन्धको विशेष चिन्तन गर्दै गर्दै आत्मदेवको उद्धार भएको कथा हामीले सुन्यौँ। भागवतको 10औं स्कन्ध बडो महत्त्वपूर्ण एउटा प्रकरण हो। हुन त भागवतका हरेक स्कन्धहरू त्यति नै महत्त्वपूर्ण छन्, तर पनि 10औं स्कन्ध भनेको बाल लीलाले भरिएको छ। आज हामीले सुन्यौँ 10औं स्कन्धका पावन लीलाहरू, कृष्ण लीला अनि लीलाहरूले भरिएको हुनाले 10औं स्कन्ध भनेको भागवतको मुटु हो, हेर्नुहोस्, भगवानको हृदय हो 10औं स्कन्ध भनेको। त्यसैले पनि आत्मदेवको कल्याण 10औं स्कन्धले गरेको प्रसङ्ग हामीले सुन्यौँ। अब आत्मदेव वन गइसके पश्चात अब धुन्धुकारीले के गर्थे आजको अध्यायमा वर्णन गरिएको छ। पितर्यो परते तेन जननी ताडिता वृषं कपितं तिष्ठति ब्रूहि अनिश्चिलतया नचित। पिताजी जङ्गल गइसकेपछि अब घरमा धुन्धुकारीको राज चल्न लाग्यो। हेर्नुहोस्, पिताजी हुन्छ बरु अलिकति केही थोरै त्रास थियो होला, तर आत्मदेव जब जङ्गलतिर गए अब सबै घरमा सबैभन्दा ठुलो बनिदियो धुन्धुकारी। एक दिन आमा धुन्दुलीलाई भनेछ, पिताले जीवनभर कमाएका छन् जो सम्पत्ति, अब जङ्गल जाने बेला त त्यो सम्पत्तिको पोको त पक्कै पनि दिएर गए बेला, हातमा राखिदियो होला, कहाँ छ त्यो सम्पत्ति, मलाई तुरन्तै ल्याएर सबै सम्पत्ति देऊ, तिमीले मलाई सम्पत्ति चाहियो, किनकि तिम्रो छोरो हुने म, छोरो भएको नाताले छोरोको हरेक आवश्यकता इच्छा तिमीले पुरा गरिदिनुपर्छ, मलाई सारा सम्पत्ति दिनु। अब त्यही अवस्थामा बिचरी धुन्दुली कहाँबाट ल्याएर सम्पत्ति दिउन, सबै बर्बाद गरिसकेको छ, सम्पत्ति त थिएन नै। हात जोडिन् उनले छोरोको अगाडि, बाबु यसरी मलाई आज तिमीले गाली किन गरिरहेका छु, म कहाँबाट के सम्पत्ति तिमीलाई ल्याएर दिउँ, तिम्रो पिताजीले जीवनभर कमाएको सम्पत्ति त तिमीले आज सबै बर्बाद गरिसक्यौ, पिताजीले केही पनि दिनुभएको छैन। यति भन्ने बित्तिकै धुन्धुकारी रिसायो, मेरा हात र पाउहरू पनि तिमीमाथि उठ्न सक्छन्, मलाई तुरन्तै सम्पत्ति ल्याएर देऊ, अरू म केही पनि जान्दैन। अब आफ्नै छोराले आफ्नै आमालाई यसरी आज धम्की दिइरहेको छ, अपशब्द प्रयोग गरिरहेको छ भने आमालाई सहन कसरी होस्। धुन्दुलीले पनि त्यस समय हिजोका आफ्नो कर्तुत सम्झिन्, आखिर गल्ती त आफैले गरेकी थिइन्।
त्यसैले मैले नि छल कपट गरेँ, त्यसैको परिणाम आज मैले पाएँ। अब यो धुन्धुकारीको हातबाट हरेक दिन यातना पाउँदै पाउँदै पिटाइ खाँदै खाँदै घरमा बस्नुभन्दा अब पतिदेव पनि जङ्गल गइसके, अब मर्नु पर्यो, मरेकै बेस हुन्छ बरु यसरी स्वर्गको हातबाट पिटाइ खाएर कहिलेसम्म बस्ने। धुन्धुलीलाई पनि वैराग्य चलो, अत्यन्तै विरक्ति लाग्यो। एक दिन रात्रिको समयमा यिनी घर छोडेर गइसिन्। गाउँतिर गइन्, एउटा गाउँमा थियो कुवा, गहिरो कुवा थियो। त्यही गहिरो कुवामा गएर आम फालिन्, आफ्नो जीवन समाप्त गरिन्। धुन्धुलीले भने अब यता गोकर्णजी अनि धुन्धुकारी मात्रै हुनुभयो घरमा। अब कहाँको गोकर्ण जस्तो एउटा ज्ञानी, कहाँको धुन्धुकारी जस्तो एउटा फटाहा। गोकर्णले पनि विचार गर्नुभयो, अब यो मूर्खसँग सम्बन्ध जोडेर यो घरमा कहिलेसम्म मैले बस्नु, किनकि हाम्रो न गुण मिल्छ न स्वभाव मिल्छ। बरु जानु पर्यो, तीर्थयात्रा गएर सबै तीर्थहरूको दर्शन गर्नु पर्यो भनेर गोकर्णजी महाराज निस्किनुभयो तीर्थयात्राको निमित्त। अब घरमा केवल धुन्धुकारी मात्रै छ। अब आफ्नो शासन जमाउनु भएको धुन्धुकारीले। वास्तवमा धुन्धुकारीले आमालाई जुन दुःख दिएको थियो, बाबालाई जुन प्रकारको एउटा अपमानजनक व्यवहार गरेको थियो, यो धुन्धुकारीको चरित्र जुन भागवतको कथामा आज हामी सुन्दैछौँ, महात्म्यको कथा अन्तर्गत आज तपाईँ हाम्रो समाजको एउटा यो तितो यथार्थ भनेको छ। आजको समाजको एउटा सत्य घटना भनेको छ। हामी सुन्छौँ न धेरै ठाउँमा चाहिँ छोराहरूले बाबामाथि हातपात गरे अरे, अथवा छोराछोरीले आफ्नै जन्म दिने आमालाई कतै हातपात गरे अरे, पिटे अरे। कतै त यस्ता घटनाहरू पनि सुनिन्छ, छोरोको हातबाट पिताजीको मृत्यु भयो अरे, छोराले पिताजीलाई हत्या गरे, खुकुरी प्रहार गरे। आज हामी सुन्छौँ कि सुन्दैनौँ, धेरै ठाउँबाट त्यस्ता घटनाहरू सुनिन्छ नि। त्यसैले एउटा केवल धुन्धुकारीको कथा भागवतमा घटित भएको कथा मात्रै हाम्रो आजको समाजको यो यथार्थ चित्रण पनि हो। केवल भागवतमा मात्रै छैन धुन्धुकारी। आज हेर्ने भने तपाईँ हाम्रो समाजमा पनि यस्ता धेरै धुन्धुकारीहरू छन् जसले आफ्ना आमा बाबालाई पनि चिन्न सकेका छन्, आफ्ना आमा बाबालाई पनि गाली गर्नेवाला, आफ्ना आमा बाबालाई पनि पिट्नेवाला, हातपात गर्नेवाला धेरै धुन्धुकारीहरू, धेरै सन्तानहरू आज हामी देख्न सक्छौँ। यो एउटा समाजको आज यथार्थ बनेको छ। र हाम्रो समाजमा धेरैभन्दा धेरै त्यस्ता बाबाआमा, जुन बाबाआमाले जुन सन्तानको लागि जीवनभर मरिबेटे, तर अन्तिम समय तिनी बाबाआमालाई अपमानजनक ढङ्गबाट घरबाट कतै निकाल गरिएको छ, कतै देखिन्छ वृद्धाश्रमसम्म पुर्याइएको छ, कतै हातपात गरिएको छ, कतै हत्या गरिएको छ। आमा बाबाको बडो दर्दनाक व्यथा छ आज हाम्रो समाजमा। छोराछोरीबाट अपहिलित भनेर जिउनु पर्ने एउटा बाध्यता छ आमा बाबासँग। हुन त आज हाम्रो समाज शिक्षित बनेको छ। आजका छोराछोरीहरू धेरै पढेका छन्, डिग्री पास गरेका छन्, तर विडम्बना त्यस्तै छोराछोरीहरूले नै आमा बाबामाथि अनेक प्रकारका अन्याय अनि अत्याचार गरेका घटना हामी देखिरहेका छौँ। अब समाज शिक्षित भएको भन्ने अथवा समाज अझै त्यो पुरानो परम्परातिर, अझै त्यो रूढिवादी परम्परातिर गइरहेको छ होला समाज हाम्रो। एकपटक हामीले पनि विश्लेषण गर्ने समय आएको छ। बाबा आमाले जुन योगदान सन्तानमाथि गर्नुहुन्छ, जीवनमा जुन एउटा उपकार सन्तानमाथि गर्नुहुन्छ, आज आमाको भूमिकाको यदि कुरा गर्ने भने त एउटी आमाले एउटा सन्तानको लागि जुन जीवनभर मरिमेट्ने गर्छन् र आमाले साक्षात मृत्युको मुखमा पुगेर एउटा सन्तानलाई जन्म दिन्छन्। वास्तवमा आमाको जीवन भनेको अत्यन्तै शोचनीय छ जीवन। संसारकी एउटी त्यस्ती पात्र हुन आमा, जसलाई संसारको एउटा अनुपम नमुना पात्रको रूपमा लिन सकिन्छ, जसको हृदयमा सन्तानको लागि केवल निस्वार्थ प्रेमको सिवायहरू केही पनि रहँदैन। तर त्यस्तै आमालाई तिनी सन्तानबाट हेला हुँदाखेरि आमालाई कस्तो प्रकारको अनुभूति हुन्छ होला सन्तानबाट, हामी कल्पना गरौँ। आमाको बारेमा त
जति नै वर्णन गरे तापनि अपुग हुने गर्छ सुजन मानवहरू। सन्तानको लागि जहिले पनि जीवनभर आमाको एउटै आशा एउटै भरोसा हुन्छ अरे सन्तानले कहिले पनि दुःख नपाओस्, सन्तानको सदा सर्वदा भल होस्, कल्याण होस्, सधैँ केवल एउटै प्रार्थना रहने गर्छ। तर त्यस्तै आमाले जब सन्तानबाटै प्रताडित बन्नुपर्छ, सन्तानको कारण आँखाबाट आँसुहरू झर्छन् तिनी आमाका भने विचार गरौँ, पक्कै पनि ती आमाका आँसुहरूले हामीले ठुलो जोखिम उठाउनुपर्छ। त्यसको पाप भनेको सम्भवतः ब्रह्माजीलाई पनि थाहा छैन। एउटा प्रसङ्ग छ भागवतमा, नरक वर्णनको प्रसङ्ग। 28 प्रकारका नरकहरूको वर्णन छ भागवतको पञ्चम स्कन्द। सुखदेव महामुनिले चाहिँ परीक्षितलाई नरकको वर्णन गर्दै गर्दै अन्तिममा आएर के भन्नुभएको छ भने, हेर राजन, मैले सबै प्रकारका नरकहरू अनि सबै प्रकारका पापीहरूको वर्णन तिमीलाई गरेर सुनाइसके। तर जीवनमा जुन सन्तानले आफ्ना आमा बाबामाथि अपकार गर्ने गर्छन्, आफ्ना आमा बाबालाई दुःख दिने काम गर्छन् भने त्यस्ता सन्तानको लागि कस्तो प्रकारको नरक छ भन्ने कुरा स्वयं म पनि तिमीलाई बताउन सक्दिनँ। किनकि त्यति डरलाग्दो नरकमा जान्छन् त्यस्ता सन्तानहरू जसले आफ्ना आमा बाबाका आँखाबाट आँसु बगाउने काम गर्छन्। मातु पुतु जगु जाहि तज्यो विधि हुन कसु देखो हालवालाई। साक्षात् ब्रह्माजीलाई पनि थाहा छैन अरे त्यो सन्तानको बारेमा जसले आमा बाबालाई रुवाउने गर्छ, जसले आमा बाबालाई दुःख दिने गर्छ भने ब्रह्माजीलाई पनि थाहा छैन अरे भने कति डरलाग्दो नरकमा जाला त्यो सन्तान। हामी कल्पना गरौँ, यस्तो विशेष व्याख्या छ भागवतको पञ्चम स्कन्धमा। त्यसैले आज हाम्रो समाज पनि अत्यन्तै विकृत भएको एउटा अवस्था छ। सन्तानहरूले आमा बाबालाई दुःख दिएका अनेक आमा बाबाका वेदनाका कथाहरू आज कलियुगमा प्रायः गरेर सुनिन्छ। एउटा शिक्षित सन्तान हो, एउटा समझदार सन्तान हो भने कहिले पनि आफ्ना आमा बाबाका आँखामा आँसु नआओस्, त्यस्तो प्रकारको व्यवहार सबै माता पिता प्रति बनोस्। एउटा सन्तान भएको नाताले भागवतको यो धुन्धुकारीको कथाले पनि हामीलाई एउटा सकारात्मक सन्देश दिन्छ। हामीले यो धुन्धुकारीको कथा सुन्नुको मतलब एउटा सकारात्मक सन्देशलाई ग्रहण गर्न पनि हो। जो भागवतको महात्म्यमा वर्णन गरिएको छ धुन्धुकारीको कथा, आफ्नै आमालाई प्रताडित गरेको आफ्नै बाबा आत्मदेव त्यही धुन्धुकारीको कारण उनी घर छोडेर हिँड्न बाध्य भए भने आमा धुन्धुली गएर गुवामा गएर हाम फालेर मर्न बाध्य भइन्। अब धुन्धुकारी घरमा एक्लै भयो। एक्लै भइसके पश्चात अब घरमा उसको पुरा एकलौटे राज चल्यो भने धुन्धुकारीले पनि 5 जना पत्नीहरूसँग विवाह गरेछ जो कुलटा स्त्रीहरू थिए। त्यस्ता 5 जना पत्नीहरूको मालिक बन्यो धुन्धुकारी आज। र अब घरको सम्पत्ति सबै व्यसनमा जो आकाशमा नसामा बर्बाद गरेकै थियो। 5 जनाको पालन पोषणमा जब धुन्धुकारी लाग्यो, एक दिन 5 जना पत्नीहरूले उसलाई अनुरोध गरेछन्, हेर तिमीले हामीलाई विवाह त गरेर लिएर आयौ, तर आजसम्म न त नयाँ नयाँ वस्त्र कपडाहरू कहिले दिएका छौ, न नयाँ गरगहनाहरू दिएका छौ, केवल आफ्नो पत्नी बनाएर वर्ण गरेका छौ। तर अरूका पत्नीले त नयाँ नयाँ वस्त्र कपडाहरू लगाएर हिँड्छन्, तर हामीलाई त तिमीले केही पनि दिएका छैन। धुन्धुकारीले भन्यो, ठिक छ, आजको दिन तिमीहरूले भने सामानको सबै सामग्री म तिमीहरूलाई व्यवस्था गर्नेछु। अब धुन्धुकारीले के गर्ने त विचार गरौँ, कहाँबाट ल्याउने सम्पत्ति कहाँबाट आउँछ भन्दा अब सजिलो कर्म भनेको एउटै छ कि लगानी पनि गर्नु नपर्ने, एकै रातमा धेरै कमाइ हुने। के छ भन्दा गएर कसैको घर फोर्ने, किनकि लगानी पनि लागेन, कमाइ पनि घ्याप्पै हुने भयो। अब उसका साथीहरू पनि त्यस्तै थिए, गएछ अब आज साधारण ठाउँमा नजाउँ, हामी अलिकति धेरै निकै नै सम्पत्ति आउने ठाउँमा जाउँ। कहाँ जाने त भन्दा राजाको दरबार फरौँ आज गएर। सबैको सल्लाह मिल्यो, जसअनुसार राज सम्पत्ति गएर उनीहरूले दरबार फरेर त्यहाँबाट लुटेर ल्याएछन्, चोरेर लिएर। धुन्धुकारीले पनि धेरै सम्पत्ति ल्याएछ, ल्याएर सबै पत्नीहरूलाई प्रदान गर्यो। लु अब जसलाई जे इच्छा लाग्छ त्यही ल्याउनु। गरगहनाहरू सुन चाँदी पनि ल्याएर त्यो सबैजना खुसी भए। सबैजना खुसी भए।
देह व्यापारबाट आफ्नो जीविकोपार्जन गर्ने ती 5 जना पत्नीहरूले अनि एक दिन चाहिँ सल्लाह गरेछन्, अब यसरी द्वन्द्वकारीले हामीलाई सम्पत्ति त ल्याएर दिए, तर अब यो सम्पत्ति त राजाको सम्पत्ति हो। अब राजा त खोज्दै खोज्दै राजा सिपाहीलाई खटाउँछन्। अब ती सिपाहीहरू खोज्दै खोज्दै आउने क्रममा अब यो सम्पत्ति त हामीसँग भेटिन्छ, अब यसको भोग त हामीले पनि बोकेका छौँ नि, त्यसैले अब हामी पनि पक्राउ पर्छ। त्यसैले अब हामी के गर्नु भन्दा अतोर्थ गुप्तये गूढम् अस्माभिः किं न हन्यते। अब यो धन्धुकारीलाई आखिरी सम्पत्ति हाम्रो हातमा पर्ने थियो, परिहाल्यो, अनि धन्धुकारीलाई अब किन राख्ने, यसलाई पनि हामी सिध्याइदिउँ। 5 जनाको सल्लाह भएछ। त्यसै अनुसार एक दिन धन्धुकारी कतै बाहिर गएको समयमा 5 पत्नीहरूले योजना बनाए। धन्धुकारी भित्र आउने बित्तिकै धन्धुकारीले जब भोजन आदि गर्यो, अब सुत्ने समय जब गएर शैयामा सुतेको थियो, 5 जना गएछन्, वरिपरि गए, कसैले 2वटा हात समाते, कसैले 2वटा खुट्टा समाते। अब एउटीले गलामा थिच्न लागेछन् धन्धुकारीलाई मार्नका लागि। धन्धुकारीले थाहा पाए, छटपटाउन लाग्यो, कराउन लाग्यो। यसरी जब छटपटाइरहेको थियो, प्राण निस्केन, अत्यन्तै चिच्याउँछ, रुन्छ, कराउँछ। अब आज मलाई मार्ने भयो, उसले थाहा पायो त्यो कुरा, तर पनि प्राण भने उसको निस्कियो, किनकि पापी व्यक्तिको प्राण भनेको हतपत्त जाँदैन अरे। पापी व्यक्तिको प्राण जान बडो कठिन छ। पापी व्यक्तिले असाध्य धेरै दुःख पाएर मात्रै अन्तिममा गएर प्राण छोड्छ। धन्धुकारीको पनि प्राण गएन। त्यत्तिकैमा एउटी पत्नीले अब छेउमा कोइलामा चुलोमा झरझराउँदा कोइलाहरू रहेछन्, तिनै कोइलाहरू हतार हतार लिएर आइन्। अब धन्धुकारीको मुखमा ल्याएर ती सबै कोइलाहरू राखिदिन्। अब ती झरझराउँदा कोइलाहरू चाहिँ मुखमा पर्दा कस्तो व्यथा भयो होला, सहन सकेन। अग्निज्वाला तितो खेन व्याकुलो निधनम गतः। सहन भएन, तुरुन्तै धन्धुकारीको प्राण गयो। अब राति उनीहरूले के गरे त भन्दा खेतमा गएर खाल्डो खनेछन् र त्यही खाल्डोमा धन्धुकारीलाई पुरिदिए। अब गाउँलेहरूलाई भनिदिए, धन्धुकारी त कतै विदेश गएका छन् सम्पत्ति कमाउन। अब 5 जना आफ्नो गन्तव्य स्थानतिर गए सम्पत्ति लिएर। समय बित्दै गयो। अब समय बित्दै जाँदा अब गाउँमा भइदियो के त भन्दा कहिलेकाहीँ गाउँमा घटेका यस्ता नराम्रा घटनाहरू, शङ्का उपशङ्काका कुराहरू छिमेकीले अलिकति थाहा पाउने भन्ने कुरा त भइ नै हाल्छ। अब गाउँलेहरूले धेरैलाई थाहा भएछ कि 5 जना पत्नीहरूले धन्धुकारीलाई मारे भन्ने कुरा। अब यो हल्ला फैलिँदै एकान दोकान मैदान हुँदै गोकर्ण चाहिँ घुम्दै हुनुहुन्थ्यो तीर्थमा। भने अब तीर्थमा घुमिरहेको गोकर्णजी महाराजले कानबाट सुन्नुभयो कि धन्धुकारीको त मृत्यु भयो। गोकर्णजी ज्ञानी हुनुहुन्थ्यो। अब जस्तो सुकै स्वभाव भए तापनि हो त आखिर मेरो नै दाजु, त्यसैले मेरै घरको, अब मेरै दाजु भएको हुनाले उसको उद्धार गर्ने अरू त कोही पनि छैन, त्यसैले उसको कल्याण त मैले गर्नुपर्छ भनेर उहाँले चाहिँ गयामा गएर श्राद्ध गरिदिनु भयो धन्धुकारीको नाममा। श्राद्ध गरिदिनु भयो अनि श्राद्ध गरेर पिण्डदान पनि दिनुभयो, उसको नाममा तर्पण आदि कृत्य पनि सम्पन्न गरिदिनु भएछ गोकर्णजी महाराजले। धेरै समय बितेर गयो। अब एक दिन महाराज गोकर्णलाई पनि याद आयो आफ्नो घरको, आफ्नो जन्मभूमिको, किनकि छोडेर आएको त धेरै वर्ष बितेर गयो। भने अब त्यो मेरो घर कस्तो भयो होला, मेरो गाउँ कस्तो भयो होला, अब त धन्धुकारी पनि मरिसक्यो अरे, अनि माता पनि मरिसक्नुभयो, पिताजी पनि जङ्गल जानुभयो भने मेरो घर कस्तो अवस्थामा होला त। जन्मभूमिको आज याद आयो गोकर्णजी महाराजलाई धेरै समय पश्चात। अब जानु पर्यो आज घर भनेर तीर्थबाट फर्किनुभयो गोकर्णजी, जानुभयो। अब त्यो पुरानो घरमा वर्षौँ वर्ष भइसकेको, अब छोडेको घर, चारैतिर माकुराले जालो लगाएको थियो, सबैतिर धुलै थियो। रातिको समयमा पुग्नुभयो। अब घरमा कोही व्यक्ति त छैन, बसेको रित्तो छ घर, विराट लाग्दो छ घर। अब रातिको समय अब के पनि गर्न सकिन्छ र अलिकति पन्साएर आज चाहिँ अब यहीँ सुत्नु पर्यो भनेर थोरै पन्साइ गर्नुभएछ। एउटा यसो आसन बिछाएर त्यहीँनिर सुत्नुभयो रातिको समयमा। जब यसरी रातिको समयमा सुत्नुभयो, जब अर्धरात्रिको समय भयो, बडो गहिरो निद्रामा हुन्थ्यो गोकर्ण। तर त्यसै समय यस्तो भयङ्कर, यस्तो डरलाग्दो स्वरूप देखिन लाग्यो।
सकृन्मे सकृतहस्ति सकृत्स महिषो भवत सकृत इन्द्र सकृत साग्नि पुनः स पुरुषो भवत। एउटा यस्तो डरलाग्दो वस्तु देख्नुभयो गोकर्णजीले, आगो जस्तो धप 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 बल्ने गर्छ। यसो उठेर हेर्नुभयो, यो आगो हो कि के होला? हेर्दा हेर्दै अब एकैछिनमा त्यो भेडो जस्तो बनिदिन्छ। एकछिन हेर्नुहुन्छ, अब भेडो जस्तो भन्दा भन्दै फेरि एकछिनमा गएर भैँसी जस्तो बन्छ, एकछिनमा हेर फेरि इन्द्र जस्तो बन्छ, एकछिनमा त्यो दृश्य हराउँछ। एउटा अद्भुत त्यो डरलाग्दो दृश्य देख्नुभयो अर्धरात्रिको समयमा। मानव गोकर्णजीलाई कुनै दृश्यले आज तर्साइरहेको थियो। गोकर्ण आत्तिन पनि लाग्नु, तर पनि आत्तिएर के गर्ने? अब बोलाउँ भन्दा कसलाई बोलाउने? अब गोकर्णले सोच्नुभयो यो त अब अरू कुनै पनि चिज होइन, सायद कसैको आत्मा आज भड्किएको छ, भूत प्रेतको रूपमा आएर आज मलाई तर्साइरहेको छ, यो अरू केही पनि होइन। म सोध्नु पर्यो आज कसको आत्मा चाहिँ यसरी भड्किएको रहेछ भनेर गोकर्णजी महाराजले सोध्नुभयो प्रश्न त्यो प्रेतलाई। कस्तुम उग्रतरो रात्रो कुतो यातु दशामि मां किं वा प्रेत पिशाचो वा राक्षसो सिति संसन। यो अर्धरात्रिको समयमा यसरी फेरि फेरि आफ्नो दृश्य देखाउनेवाला तिमी भूत हो कि, तिमी प्रेत हो कि, तिमी पिशाच हो कि, अथवा तिमी को हो? वास्तवमा तिम्रो परिचय के हो? मलाई भन, तिमी कहाँबाट आएका हो, तिमी को हो? गोकर्णजीले प्रश्न गर्नुभयो। अब यो वास्तवमा अरू कोही नभएर धुन्धुकारी रहेछ हेर्नुहोस्, किनकि पत्नीहरूको हातबाट मरुनी त हत्या गरिएको थियो, हत्या गरिएको थियो। अब उसको कास्क्रिया त सही ढङ्गबाट भएन, कसैले पनि गरेन भने अब धुन्धुकारीको त्यो प्रेतात्मा चाहिँ एउटा महान प्रेतको रूपमा भड्किएको रहेछ संसारमा। भने आज गोकर्णजीको छेउमा आएको रहेछ, केही चिज पाउँछु कि, अलिकति मलाई शान्ति मिल्छ कि भनेर गोकर्णजीको नजिक आएको रहेछ धुन्धुकारीको प्रेतात्मा थियो वास्तवमा। हाम्रो शास्त्रले भन्ने गर्छ कुनै पनि व्यक्तिको यदि अपगतिमा परेर मृत्यु भएको होस्, विभिन्न ढङ्गबाट मृत्यु हुन्छ नि, जस्तो कसैको दुर्घटनामा मृत्यु हुन्छ, कसैको रुखमा चढ्ने क्रममा रुखबाट झरेर मृत्यु हुन्छ, कसैको खोलाले बगाएर मृत्यु हुन्छ, कोही लडेर मर्छ भिरबाट, कसैलाई पिटेर मारिन्छ, कसैलाई हत्या गरेर मारिन्छ। व्यक्तिको मरण भनेको अनेक ढङ्गबाट हुन्छ, तर जसको मृत्यु अपगतिमा परेर विभिन्न कारणले भएको होस् अनि उसको सही ढङ्गबाट दशगात्र कर्म हुन नसकेको होस् भने त्यस्तो व्यक्ति महान प्रेतको रूपमा भड्किन्छ संसारमा। जबसम्म उसको आत्माले शान्ति पाउँदैन, जबसम्म उसका परिवारले उसको नाममा तिलाञ्जली दिँदैनन्, पिण्डदान गरिदिँदैनन्, श्राद्ध आदिका कर्म गर्दैनन् भने उसको आत्माले चिर शान्ति पाएको हुँदैन, संसारभरि एउटा प्रेतको रूपमा भड्किन बाध्य हुन्छ त्यो जीव। त्यसै कारण पनि कुनै पनि व्यक्ति परिवारमा यदि कसैको त्यस्तो घटना हुन्छ भने सही ढङ्गबाट दशगात्र कर्म 13 दिनसम्मको कर्म गरिदिनुपर्छ भन्ने एउटा हाम्रो मान्यता छ अनि शास्त्रको भनाइ पनि वास्तवमा यही हो। तर आज अब प्रेतप्रतिको अनि पितृप्रतिको तपाईँ हाम्रो विश्वास घटेर गएको छ। हामी त आज विश्वास पनि गर्न छोडेका छौँ, कहाँ हुन्छ प्रेत, कहाँ कसरी हुन्छ पितृ, पितृको नाममा किन पिण्ड दिने, पितृको नाममा किन तर्पण गर्ने, श्राद्ध किन गरिदिने। जुन व्यक्ति मरेर पितृ भएर गइसक्यो स्वर्गमा त अब उसलाई हामीले पिण्ड दिँदा उसको पिण्ड लाग्छ त उसँग। हामी आज कुतर्क गर्ने गर्छौँ। तर शास्त्रको वास्तविक मर्मलाई जब हामी बुझ्छौँ तब मात्र गएर हामीलाई यस्ता कुराहरू थाहा हुन्छ। श्राद्ध भनेको एउटा यस्तो महत्त्वपूर्ण कर्म हो, अर्थात् पितृकर्म भनेको हामी गृहस्थीले कहिल्यै पनि जीवनमा छोड्नु हुँदैन। पितृकर्म अनि देवकर्म भनेको बडो महत्त्वपूर्ण दुईवटा पाटा छन् एउटा गृहस्थी जीवनमा। गृहस्थीले पहिलो कुरा त आफ्ना सन्तानहरू राम्रा हुन्, सन्तानको उन्नति प्रगति होस्, सन्तानहरू सप्रेर जाउन् भन्ने यदि चाहन्छ भने पहिलो कुरा पितृकर्म त्यो गृहस्थीले गर्नै पर्छ। आज पितृदोषको कुरा हजुरहरू सुन्नुहुन्छ नि, प्राय कुण्डली हेराउन जानुहुन्छ जब गुरुहरूसँग, गुरुहरूले कुण्डली हेर्ने क्रममा यसो कुण्डली हेरेर के भन्दैनुहुन्छ भने तपाईँको परिवारमा त पितृदोष रहेछ, पितृदोषको शान्ति गरिदिनुहोस्, धेरैलाई भन्नुहुन्छ हो कि किन भन्नुहोस् त। पितृदोष आजको समयमा हेर्ने भने प्राय हरेक घरमा देखिन्छ।
खासमा पितृदोष के हो त भन्दा जब कि हामीले पितृहरूलाई दिनुपर्ने जुन चिज हामीले दिन सक्दैनौँ अथवा हाम्रो बाबाले दिनु भएन अथवा हाम्रो हजुरबाले दिनु भएन आफ्ना पूर्वजहरूलाई भने त्यो पितृको भाग पनि आफै हाम्रो काँधमा आइदिन्छ। हाम्रा सन्तानमा त्यो असर आएर परिदिन्छ, जो कि हाम्रा 2-3 पुस्ता अगाडिका व्यक्तिहरूले पनि यति गल्ती गरेका छन्। कसैको सही ढङ्गबाट काजक्रिया यदि भएको छैन, कसैको 10 गात्र कर्म भएन, कसैको सही ढङ्गबाट श्राद्ध हुन सकेको छैन भने त्यो पितृदोषको रूपमा तपाईँ हाम्रो सन्तानमा आइदिन्छ। अब तपाईँ त भन्नुहुन्छ मैले त गर्ने कर्म गरेकी छु, तर आफूभन्दा अगाडिका पूर्वजहरूले पनि गरिदिएनन् भने त्यसको दोष पनि हाम्रा सन्तानमा आएर बस्छ। त्यसैले गुरुले भन्नुहुन्छ नि, अब त्रिपिण्डी श्राद्ध गर्नुपर्छ खुल्लामा गएर पितृहरूको नाममा, अथवा अष्टका श्राद्ध गरिदिनुपर्छ, अथवा पितृहरूलाई चाहिँ उद्धार गर्न एकपटक त भागवत लगाउनै पर्ने रहेछ। त्यस्ता पितृदोषका घटनाहरू आज धेरै घट्ने गरेको हामीले पाएका छौँ हाम्रो समाजमा। कारण यही हो, जब कि हामीले पितृहरूलाई मान्न छोड्छौँ, देवताहरूको पूजा जब हामी गर्न छोड्छौँ, घट्दै घट्दै जान्छ हाम्रो विश्वास। तब गएर यस्ता विभिन्न दोषहरू हाम्रो परिवारमा आउने गर्छन्, त्यो चाहिँ सन्तानमा देखा पर्छ। त्यसैले पनि एउटा गृहस्थी जीवनमा आबद्ध भएको व्यक्तिले आफ्ना सन्तानहरूको भविष्य उज्जवल चाहन्छ, राम्रो चाहन्छ भने पितृकर्म उसले जीवनमा अनिवार्य रूपमा गर्नै पर्छ। एउटा भागवतको पनि वक्तव्य हो। अब यहाँनिर द्वन्द्वकारीको पनि यस्तै प्रसङ्ग छ। द्वन्द्वकारीलाई पनि जब हत्या गरेर मारियो, सही ढङ्गबाट काजक्रिया कर्म त हुन सकेन। अब त्यसैको परिणाम आज द्वन्द्वकारी अत्यन्तै ठुलो प्रेतको रूपमा यो धरतीमा भड्किरहेको छ, जस अन्तर्गत आज गोकर्णजी महाराजसँग आएर ऊ शरण परेको छ, ताकि मैले केही शान्ति पाउँछु कि, गोकर्णजीले मेरो नाममा केही पिण्डदान गरिदिनुहुन्छ कि, अथवा पितृउद्धारको लागि कुनै कर्म गरिदिनुहुन्छ कि भनेर गोकर्णजीलाई यस्तो एउटा भयावह दृश्य देखाइरहेको छ आज द्वन्द्वकारी।